भिडियो बनाउँदै हिँड्दै थिएँ, एउटा दाइले मेरो भिडियो किन बनाइस् भनेर लफडा पर्यो। हेलो एन्ड नमस्ते। आज हो डे 32। आज चाहिँ म बिहान बिहानै उठेर स्कुल गएँ किनभने चाहिँ भाइको सर्टिफिकेट निकाल्नु पर्ने थियो। अनि मैले पनि सानैदेखि 12 क्लाससम्म यही स्कुलमा पढेको हो। अनि आफू पढेको क्लासमा गएर यसो हेरेको कस्तो मनै सिरिङ्ग भयो। अनि म गएँ अफिस र भाइको सर्टिफिकेट लिएर घर पनि आइहालेँ। अनि घरमा आउँदा चाहिँ मम्मी बाबा भाइ भएर खाना खाँदै हुनुहुँदो रहेछ। अनि म पनि बसिहालेँ खाना खान र मैले एकैछिनमा खाना पनि खाइहालेँ। त्यसपछि सफारी लिएर म चाहिँ गएँ कन्सल्टेन्सी किनभने आज पनि मेरो इन्टरभ्यू थियो। अनि फटाफट इन्टरभ्यू सकेर सर र म भएर चाहिँ गयौँ चिया खान। अनि चिया खाइसकेर सर चाहिँ जानुभयो क्लास, म चाहिँ आएको थिएँ दोकान। अनि फेरि दोकानमा चाहिँ आमा र माइजू हरेचा जाने अरे। अनि 100 रुपियाँ भए पनि के छोड्नु भनेर मैले चाहिँ आमा र माइजूलाई लगेर हरेचामा छोडिदिइहालेँ। त्यसपछि म आएँ घर किनभने मम्मी चाहिँ भाइलाई पुर्याउन बलिया जाने अरे। त्यही भएर चाहिँ मम्मी र भाइलाई सफारीमा चढाएर मैले विराट चोकमा लगेर पनि छोडिदिइहालेँ। अनि खाजा खानु पर्यो भनेर खाजा पसलमा गएर अन्डा चिउरा बनाइदिनु भनेको अन्डा नै छैन भन्नुभयो। अब मलाई चाहिँ फेरि अन्डा चिउरा नै खान मन थियो, त्यही भएर म चाहिँ आफै पसलमा गएर अन्डा ल्याएर पनि दिइहालेँ र एकैछिनमा मेरो अन्डा चिउरा पनि पाकेर रेडी भइहाल्यो। त्यसपछि एउटा चाँदनी मिसाएर मैले अन्डा चिउरा पनि दामी आनिहालेँ। त्यसपछि एउटा मोबाइल किन्नु पर्यो भनेर हाम्रो पवन दाइको पसलमा गएको, भाइ अहिले त एउटा मात्रै छ भोलि आउँछ भन्नुभयो। अनि ओके दाइ भनेर म चाहिँ गएँ किरण दाइको जुत्ता पसलमा। अनि फेरि त्यहाँ चाहिँ अरू दाइहरू पनि बस्नु भएको रहेछ। अनि मैले भिडियो बनाएको देखेर त्यही भाइ मेरो भिडियो चाहिँ नबनाऊ है भनेर दाइ पनि जिस्किँदै हुनुहुन्थ्यो। अनि फेरि किरण दाइले चाहिँ कहाँबाट समोसा ल्याउनु भएको रहेछ, खाऊ कि खाऊ भाइ भन्न थाल्नु भयो। भर्खर अन्डा चिउरा खाए पनि दाइले भनेपछि के नमान्नु भनेर मैले एउटा समोसा पनि खाइहालेँ। अनि फेरि अर्को मोबाइल पसलमा गएर मोबाइल हेरेको, त्यहाँ पनि एउटै मात्रै रहेछ। अनि आज चाहिँ मलाई मोबाइल किन्न जुरेको छैन भनेर म चाहिँ सफारी लिएर आएँ घरतिर र घरमा आएर चामल मात्रै भिजाएको थिएँ। मम्मी फेरि विराट चोक आइपुगे मलाई लिन आइज भन्न थाल्नु भयो। अनि भिजाएको चामललाई छोडिदिइराखेर म चाहिँ गएँ मम्मीलाई लिनलाई। र आजको लागि यति नै, बाइ।